चलचित्र क्षेत्रका वरिष्ठ अभिनेता सुनिल थापाको निधनपछि महानायक राय समालले फेसबुक मार्फत मेरो सिनेमा यात्रा म तपाईप्रति समर्पित गर्दछु भनेका थिए। यसै विषयमा जापानको टोकियोमा पत्रकार गोकर्ण अधिकारीले जिज्ञासा राखेपछि महानायक राय समालले सुनिल थापालाई यसरी सम्झिएका छन्। सिनेमा यात्रा समर्पित सार्वजनिक कुरा त हुँदै होइन। सिनेमा यात्रामा उहाँसँगको सम्झनाहरूलाई तपाईँले कसरी सम्झिनुहुन्छ? तपाईँले लेख्नु भएको शब्दमा एउटा महत्त्वपूर्ण मोड हुन्छ भन्ने अर्थले चाहिँ सिने जगतमा तपाईँको यात्रामा पनि उहाँ मोड हुनुहुन्थ्यो कि उहाँको निधनपछि चाहिँ तपाईँले त्यो विगतका सम्झनाहरूलाई कसरी सम्झनु भयो भन्ने मलाई जिज्ञासा जानेको थियो। आज संयोगले यहाँ भेट्न पुग्यो र यो प्रश्न तपाईँलाई छ। यहाँमध्ये धेरैले सुन्नुभयो होइन सुनिल थापाको नाम। सुनिल थापा चाहिँ हेर्नुहोस् नेपाली चलचित्र क्षेत्रको एउटा अभिन्न अङ्ग हो, साथै महत्त्वपूर्ण अङ्ग हो। मैले यो तपाईँले आफ्नो एउटा मोड ल्याउनु भयो किन भनेको भने उहाँले आफ्नो एउटा सशक्त छवि नेपाली चलचित्रमा काम गर्नुभएको थियो। उहाँको अभिनय गर्ने तरिका, उहाँको बोल्ने शैली होइन, उहाँको हावभाव चालचलन नितान्त असाध्यै युनिक थियो। कसैसँग पनि त्यसलाई दाँच्नै मिल्दैन थियो र त्यस्तो एउटा एकदमै युनिक तरिकाले प्रस्तुत हुने व्यक्तित्वले चाहिँ नेपाली चलचित्र क्षेत्रमा एउटा सशक्त छवि बनाएको थियो र साँच्चै नै उहाँ एउटा अभिन्न अङ्ग नै हो। किनकि कलाकारिता भनेको हेर्नुहोस् एकजना व्यक्ति गएर चलचित्र बन्दैन। कतिपय मान्छेहरूले मेरै सहकर्मीहरू या कतिको मान्छेहरूले मलाई नै भन्नुहुन्छ, राजेश दाइ तपाईँले त खालि धेरै सिनेमा गर्नुभयो, एउटा टाइममा यो सिनेमा पनि गर्नुभयो, त्यो सिनेमा पनि गर्नुभयो भनेर भन्नुहुन्छ। तर त्यही व्यक्तिहरूले बिर्सिनुहुन्छ कि सिनेमा गर्न जाने भनेको म एक्लै गएर सिनेमा खेल्ने होइन। म सिनेमा खेल्ने बित्तिकै त्यहाँ एउटा जनशक्ति परिचालित हुन्छ, एउटा टिम वर्क बन्छ। त्यस कारण त्यो सम्पूर्ण टिम वर्क, त्यो टिमको चाहिँ त्यही महत्त्वपूर्ण भूमिका हुन्छ। म एक्लै गएर पनि चलचित्र बन्दैन। जसरी भवन तपाईँको एउटा दुईवटा इँटाले बन्दैन, हरेक इँटाको त्यही किसिमको चाहिँ भूमिका हुन्छ। त्यसैले पनि नेपाली चलचित्र क्षेत्रमा मैले अभिनय गरेका चलचित्रमा यदि सुनिल थापा जस्तो व्यक्तित्व नहुने भन्यो भने मलाई लाग्छ कि मेरो चलचित्रहरू पनि धेरै अधुरो हुन्थ्यो। उहाँले त्यसलाई एउटा सशक्त बनाउनको लागि अहम भूमिका खेल्नु भएको छ र मेरो मात्रै होइन, उहाँले अन्यहरूको पनि चलचित्रहरू गरिरहनु भएको छ र त्यही हिसाबले पेस आउनु भएको छ। त्यसैले उहाँको हेर्नुहोस् मान्छे जन्मेपछि मर्छ भन्ने त थाहा छ, तर के हुँदो रहेछ भने कहिले कहिले मान्छे आफ्नो समयभन्दा अगाडि बित्दाखेरि चाहिँ नि एउटा अकल्पनीय दुःख पीडा चाहिँ हुँदो रहेछ। त्यस कारण उहाँ त्यो किसिमको सहयात्री हो मेरो। र पछिल्लो 2-4 वर्ष यता चाहिँ हाम्रो त्यति बाक्लो भेटघाट भएको थिएन। त्यस कारण उहाँ शारीरिक हिसाबमा कस्तो हुनुहुन्छ, स्वास्थ्यको हिसाबमा कस्तो हुनुहुन्छ त्यसबाट म बेखबर थिएँ। र अचानक अस्ति बिहान उठेर मैले सोसियल मिडियामा एउटा मान्छेले स्ट्याटस लेखेको देख्दाखेरि त मलाई लाग्यो कि यो सायद फेक न्युज होला भनेर। त्यही पनि त्यो जसले लेख्नु भएको थियो यसो नाम हेरेँ, उहाँ अलिकति भरपर्दो नाम नै थियो। अनि मैले धेरैलाई पनि फोन गरेँ। उहाँको निधन चाहिँ एकदमै नराम्रोसँग हामी कलाकर्मीहरूलाई खड्केको छ। मेरो पुस्ता, मभन्दा अलिक कम पुस्ता। अब त्यही कुरालाई लिएर हामी 24 घन्टा अहिले कुरा त गरिरहेको छैनौँ, त्यही भावनालाई जहाँ पनि पोखिरहेको छैनौँ। तर हाम्रो मन मस्तिष्कमा चाहिँ नि कहीँ न कहीँ उहाँको निधनले चाहिँ नि एउटा खाल्टो, एउटा रिक्तता चाहिँ नि गराएको छ र यो केही समयसम्म रहन्छ पनि होला। त्यस कारण उहाँ असाध्यै महत्त्वपूर्ण हो, नेपाली चलचित्र क्षेत्रको अभिन्न अङ्ग हो। उहाँ अहिले उत्पादनशील नै भइरहनु भएको थियो र यही क्रममा हामीले उहाँलाई यसरी चाहिँ नि गुमाउनु पर्दाखेरि एकदमै दुःखको कुरा, दुःख हो।